यो लिक्विड कोरोफिल चाहिँ एकदम ग्यास्ट्रिकको दबाई। ग्यास्ट्रिक मात्रै होइन, कब्जियत, पाइल्सको, अनि यो खुन कम्ती भएको मान्छेलाई एकदम राम्रो हुँदो रहेछ। मलाई चाहिँ एकदम खुन कम्ती, मलाई यहाँ म अहिले हालचाल कुवेतमा बस्छु, मलाई चाहिँ एकदम खुन कम्ती, खुन चढाउनु पर्ने कति पैसा जाने 50-60 हजारले नपुग्ने, ग्यास्ट्रिकको लागि त्यस्तै कति हस्पिटलमा जचाएँ, मलाई निको भएन। तर मैले यो नेपालबाट यो मैले लिक्विड कोरोफिल थाहा भएर मैले मगाएर खाएपछि चाहिँ मलाई एकदम राम्रो भयो। मैले 2 बोतल खाइसकेँ, अनि पहिला 3 बोतल लिएको, 2 बोतल खाइसकेँ। 1 बोतलमै मलाई एकदम राम्रो भएको। अहिले मैले 2 बोतल खाँदा मलाई एकदम राम्रो भएको छ। मैले पिरो अलिकति तेल बढी खाए पनि मलाई केही हुँदैन। पहिला मैले केही खानु हुँदैन, पिरो पनि खानु नहुने, तेल पनि खानु नहुने, कस्तो गाह्रो, रोटी खानै नहुने, मैदाको कुरा त्यस्तो भएको। अहिले मलाई एकदम राम्रो भएको छ। कोखा दुखेर फुलेर कस्तो गाह्रो हुन्थ्यो, तर अहिले मलाई एकदम राम्रो भएको छ। सबैले कोलाई यो ग्यास्ट्रिक, पाइल्स, खुन कम्ती, अनि यो महिनावारी बिरामीलाई पनि एकदम राम्रो हुँदो रहेछ। मेरो एकदम धेरै बग्थ्यो, महिनावारी एकदम धेरै जाने। जबदेखि मैले यो लिक्विड कोरोफिल खाएँ त्यहाँबाट मलाई एकदम कन्ट्रोल भएको छ। मलाई चक्कर लागेर काम गर्नु नसक्थ्यो। म यहाँ अर्का देशमा कुवेतमा, अब अहिले मलाई एकदम राम्रो भएको छ। फेरि मैले 3टा बोतल मगाएँ वहाँ नेपालबाट। तपाईहरुलाई पनि कसैलाई त्यस्तो ग्यास्ट्रिक, कब्जियत, पाइल्स भएको छ भनेदेखि तुरुन्तै मगाएर खानुहोस्। केही तपाईहरुले मनमा धुकचुकै गर्नु पर्दैन, एकदम राम्रो छ। यो लिक्विड कोरोफिल भनेको चाहिँ एकदम राम्रो रहेछ, ताकत पनि दिने। फेरि मलाई निन्द्रै लाग्थेन, अझ मलाई एकदम निन्द्रा लागेको छ, निन्द्रा पनि लाग्छ। एकदम राम्रो, मलाई चाहिँ एकदम मन परेको छ। अब फेरि म 6 महिना खान्छु, अनि फेरि म अर्को पनि सायद म 1-2 वर्ष खान्छु होला। मलाई एकदम मन पर्यो र राम्रो पनि भएको छ। अरू भन्दा पनि शरीरलाई एकदम राम्रो गराएको छ। तपाईहरुले पनि नबिर्सिकन मगाएर खानुहोस्।